सेवारो अनि नमस्ते मेरो च्यानलमा यहाँलाई स्वागत छ। आज चाहिँ हाम्रो धरानको वेदर यस्तो छ। बिहानको 9:30 बजिसक्यो। अब अहिलेसम्म घाम लागेको छैन। यो पुसभरि चाहिँ यस्तै होला जस्तो छ। अनि यस्तो चिसो मौसममा नि म चाहिँ तातो तातो थुक्पाको झोल बनाउँदैछु। हजुर, पोर्क थुक्पा यस्तो चिसो मौसममा खानलाई मजा आउँछ नि। अनि थुक्पा चाहिँ कसलाई मनपर्छ त्यो पनि यहाँनिर लेखिदिनुहोस् होला है। ल आउनुहोस् बनाउनुहोस्, सुरु गरौँ। म चाहिँ यहाँनिर थुक्पा उसिन्दैछु। लाग्यो धरानी थुक्पा चाहिँ अलिक मोटो हुन्छ, यो लोकल हो। हामी चाहिँ अलिकति यो थुक्पा चाहिँ मोटैमा खान्छौँ। अब यसलाई यसरी नमाचिकन राख्दैछु। यसलाई चाहिँ मजाले स्टार्च धुनुपर्छ, नभए यसको झोल चाहिँ बाक्लो आउँछ क्या। यस्तो काटिसकेपछि होइन, थुक्पा बनाउँदाखेरि नुडल्सलाई उसिनेर एकदमै राम्रोसँग पखाल्नुपर्ने हुन्छ। होइन भने पछि सुप राख्दाखेरि यो नुडल्सबाट फेरि स्टार्चहरू निस्कन सक्छ। यसले चाहिँ सुपलाई राम्रो पनि देख्दैन अनि यसको फ्लेभर पनि राम्रो हुँदैन। त्यही भएर यसलाई राम्ररी पखालेर यसरी राख्नुपर्ने हुन्छ। अब म यहाँ सुँगुरको मासुलाई उसिन्दैछु। यो मासु चाहिँ धेरै फ्रोजन भएछ, त्यही भएर मैले डल्लै राखेर यसरी तातो पानी राखेर मजाले पहिला उसिन्दैछु। ल अब यो मासु मजाले पाकिसक्यो। यसलाई चाहिँ सेलाएर मैले एकजनाको पोर्सनको लागि यहाँनिर मसिनो मसिनो काट्दैछु। अब यो पोर्क थुक्पाको लागि यो पोर्क चाहिँ पाकिसकेको छ, त्यही भएर यसलाई म मसिनो मसिनो काटेर पहिला चाहिँ मजाले फ्राई गर्दैछु। अब यो मासु मजाले फ्राई भइसकेपछि यसलाई आधीलाई चाहिँ मैले निकालेँ अनि आधीलाई चाहिँ यसै राखेर यसमा म प्याज र टमाटर एड गरेर पकाउँदैछु। यहाँनिर मैले थोरै बेसार राखेँ। नर्मली थुक्पा बनाउँदाखेरि चाहिँ मलाई प्लेन मनपर्छ, तर आज चाहिँ मैले थोरै बेसारलाई एड गरेँ। अनि यो चाहिँ धुलो खुर्सानी हो। अब प्याज टमाटर मजाले गल्नको लागि केही बेरसम्म छोपेर सानो आँचमा पकाउँदैछु। अनि यहाँनिर स्वादअनुसारको नुन। अब नुन राखिसकेपछि यसलाई फेरि एकपल्ट मजाले चलाएर यो टमाटर चाहिँ मजाले गलिसकेपछि यसमा म पानीलाई एड गर्दैछु। अब यो मासुमा पानी राखिसकेपछि केही बेरसम्म छोपेर मजाले उमाल्दैछु। यो मासु पहिल्यै पाकिसकेको छ, त्यही भएको हुनाले मैले चाहिँ यसलाई धेरै पकाइनँ। अब यसमा मैले थोरै गाजर अनि यो चाहिँ क्याबेज हो, क्याबेजलाई अनि यो हरियो मटर अथवा हरियो केराउलाई पनि राख्दैछु। अन्तमा धरानी थुक्पाको एकदमै स्पेसल इन्ग्रेडियन्ट्स भनेको चाहिँ रायोको साग हो। हजुर, यो सबै उम्लिसकेपछि रायोको साग हालेर एकपल्ट चलाएपछि यो थुक्पाको सुप चाहिँ खानलाई रेडी भयो। हजुर, धरानतिर चाहिँ हामी थुक्पा अथवा चाउमिन बनाउँदाखेरि रायो सागको सिजनमा रायो साग राख्छौँ अनि यसको फ्लेभर एकदमै ओथेन्टिक, एकदमै डिफ्रेन्ट अनि मिठो हुन्छ। ल अब आउनुहोस् तातो तातो थुक्पा सर्भ गरौँ।
यो जाडो मौसममा सुप चाँडो सेलाउने भएको हुनाले पहिला चाहिँ थोरै सुप राखेर मोलेर पानीलाई फेरि यसरी राख्छु अनि सुपलाई फेरि उमाल्छु अनि मात्र यो फाइनल थुक्पा चाहिँ खानलाई रेडी भयो। अब बाँकी रहेको यो फ्राई गरेको पोर्क अथवा सुँगुरको मासुलाई चाहिँ म यहाँ माथिबाट चाहिँ यसरी टपिङ गर्छु। ल यो जाडो मौसममा तातो तातो पोर्क थुक्पा चाहिँ खानलाई रेडी भयो। यहाँलाई यो रेसिपी कस्तो लाग्यो? यदि राम्रो लाग्यो भने लाइक गर्नु चाहिँ नभुल्नुहोला। फेरि अर्को भिडियोमा भेट हुनेछ। त्यो बेलासम्मको लागि सेवा रो अनि नमस्ते।